Ôi, 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 ôi. यहाँ हानासाकी के पार्क रे हानासाकी पार्क तिर छौँ है हामी ल आज पनि तपाईहरुलाई मेरो नासिङ ब्लगमा धेरै धेरै स्वागत छ। आज हामी तपाईहरुलाई यो साइतामा केन भित्र पर्ने एउटा रमाइलो एकदमै सुन्दर एउटा ब्युटीफुल पार्क हानासाकी पार्क भित्र लिएर आएका छौं। आज पनि हामी 4 जना छौं। कहिलेकाहीँ समटाइम्स साथीहरुसँग यसरी हैन यस्तो पार्कतिर तपाईहरु घुम्न आउनुभयो भने तपाईहरु भित्रको एउटा स्ट्रेसहरु तनावहरु केही मात्रा रिलिफ पनि हुन्छ हैन र साथीहरुसँग यसरी कहिलेकाहीँ घुमघाम गर्ने यसरी पिकनिक यहाँ चाहिँ फेरि तपाईहरु बारबेक्यू पनि गर्न मिल्ने रहेछ हैन अनि साथीहरुसँग यसो पिकनिक सिक्ने आउनुभयो भने तपाईहरुलाई एकदमै रमाइलो पनि हुन्छ है। जो चाहिँ यसको आसपासमा हुनुहुन्छ तपाईहरु एकचोटी यहाँ आएर साथीहरुसँग बसेर ग्यादरिङ गर्नुहोस् एकचोटी हैन बारबेक्यू आउने प्लानहरु गर्नुहोस्। त्यो गर्नुभयो भने तपाईहरुलाई रिलिफ हुन्छ है। Ôi, 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 ôi. यहाँ हानासाकी के पार्क रे हानासाकी पार्क तिर छौँ है हामी टोकेतिर छ नभन्नु नि फेरि तर कस्तो दामी आउने रहेछ यार क्लियर त्यो लाइन हिँड्नुपर्छ कि त्यहाँ सबै अब यस्तो रहेछ क्या त्यो मान्छे सँगै रहेछ कि जानेर आएछ हामी चाहिँ 8 बजारतिर प्रस्थान गर्दैछौँ हैन गाडी आयो एकछिन यहाँ घुमौँ अनि यस्तो नमरी कहाँ स्वर्ग देखिन्छ नि डाउन ज्याकेट टन्नै रहेछ त यहाँ फोटो खिचौँ न यहाँनिर सबैजना यता हेरौँ त कपालहरु पड्किन्छ माथि माथि निकाल्नु नि के भयो ल है यो चाहिँ भिडियो गरे यो चाहिँ भिडियो छोडी के झुक्कै होला यहाँ चाहिँ हामी यो पातमा फोटो सोटो खिचेर पुरै हैन माया प्रीति गरेर आहरू हैन यता हाम्रो सोल्टीको जोडी यतापट्टि हुन्छ। यो चाहिँ मेरो हामी यहाँ चाहिँ यता हानासाकी पार्क हो नि त हानासाकी पार्कतिर यसो रमाइलो गर्न आछौँ। अब सकेर फेरि बेलुका कामसाम पनि छ एकछिन अझै घुम्नेछौँ रमाइलो गर्नेछौँ। के गर्ने हामी अब कतिखेर जाने 3 बजे 3 बजिसक्यो है 3 4 5 ल उतातिर एक दुई चक्कर घुमौँ।
हिँड्नु के त्यसलाई हातेर गर्दैन सफारी जाँदैछौँ अब हामी यताको जङ्गल जाँदैछौँ यो हाम्रो बुबेको जङ्गल यताबाट कताबाट एउटा बाटो जाने हो र आज ग त्यहाँ गएर यो कम्प्लिट सफरी गरिदिन्छ है म तपाईहरुको चारवटा कालिज मार्ने हो 2टा मृग मार्ने हो यो भित्र गएर शिकार हन्टिङमा जाँदैछौँ हामी त्यतिसम्मको लागि यो भिडियो कसैले स्किप नगरी हेर्नु होला लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब पनि गर्नु होला यता गफ गर्नु होला तपाईँ चाहिँ यो यताबाट होइन क्या दादा अब हामी तपाईँले यो यता लिएर जाँदैछौँ है त्यसरी देऊ न अलिअलि वेलकम जस्तै मासै होला नि के भन्छ ए इरासे मासे लाइटै होला है राति लाइक सरसर गर्नुपर्ने रहेछ हामी अब यहाँ जापानको जङ्गलभित्र सफारी पार्क गरिरहेको छौँ होइन रमाइलो भइरहेछ एकदमै कस्तो राम्रो छुट्टी हो क्या यो उकालेर घरतिर छुट्टी हो खोइ राम्रो लागेर मैले अमिताभिषेक उखालिदिनु भनेको अलिक कता यतातिर देऊ कस्तो के होइन पल्ट छुटेको है माथि माथि के हरियो क्या कस्तो राम्रो लाग्यो है ए यति मात्र रहेछ हो यताबाट आएर होइन यताबाट यस्तो म पुरै तपाईहरुलाई आजको ब्लग कस्तो लाग्यो यो यसको पार्ट चाहिँ म अर्को भिडियोमा हाल्नेछु किनभने धेरै लामो भिडियो भयो भने पनि अलि हेर्नेलाई अलि दिक्क हुँदो रहेछ क्या त्यही भएर छोटो छोटो पार्ट गरेर म हाल्नेछु होइन म अर्को कुनै समयमा यसको सेकेन्ड पार्ट म हाल्नेछु आजको भिडियो तपाईलाई कस्तो लाग्यो यदि राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न सक्नुहुनेछ होइन यदि तपाईलाई यो ठाउँमा आउनु मन लाग्यो भने जो यो साइतामा केनको कुकी स्टेसनको आसपासमा बस्नुहुन्छ उहाँहरू चाहिँ यो हानासाकी पार्कमा एक दिन आउनु होला आएर यसो भिजिट गर्नु होला यहाँ आयो भने चाहिँ एकदमै मोड फ्रेस पनि हुन्छ होइन प्रकृतिसँग कहिलेकाहीँ यसो एक्लै हुँदा टेन्सन फ्री पनि हुन्छ होइन आफूलाई रिल्याक्स पनि हुन्छ जुन कामको थकानदेखि लिएर होइन अनिन्द्रा यताउता प्रेसर हुन्छ नि त मान्छेको जीवनमा त्यसलाई चाहिँ रिलिफ गर्नुलाई चाहिँ कहिलेकाहीँ यस्तो एकान्त ठाउँमा सुनसान ठाउँमा आएर तपाईँहरू बस्नुभयो भने एकदमै तपाईँले भइरहेको स्ट्रेसहरू चाहिँ तपाईँहरू कम हुनसक्छ त्यसकारण यो ठाउँमा तपाईँहरू एकचोटि जो पार्क पर्नुहुन्छ आएर तपाईँहरूले यो ठाउँको चाहिँ एकदमै मनोरञ्जन लिनु होला है त।